गाइज अनि आज चाहिँ हामी टक्क लाएर यहाँ हाम्रो दाइको चाहिँ थोरै यस्तो साइडमा ऊ गाँठो जस्तो आएको छ क्या। सो अनि त्यसलाई चाहिँ हामी निकाल्नलाई जान लागेको छौँ। पुरै गाँठो देखाउन लागिराख्नु बुढाले। यहाँनिर एउटा गाँठो रहेछ। हात हटाउँदा यत्रो खिरा छ। यो गाँठो चाहिँ हटाउनुलाई हामी जान लाग्दैछौँ। ल अब चाहिँ हामी यो लाइपोमाको अपरेसनको लागि केएमसी जाँदैछौँ। हेरौँ कस्तो हुन्छ। म बाटोमा ओइ बाटोको अवस्था यस्तै त हो नि होइन। नर्मल अपरेसन हो तर त्यस्तो ठुलो अपरेसन त होइन। लाइपोमाको त्यही मोसो मात्रै निकाल्ने त हो। फाइनल्ली गाइज हामीले चाहिँ टक्क लिइसक्यो। यस्तो पो आयो यार। यत्रो ठुलो हुँदो रहेछ यार। बिरामीको पारा यस्तो छ है गाइज। सर्लक्कै हिँडिरहेछन्। यहाँबाट उता जानुपर्छ है। यहाँबाट उता जानुपर्छ। ल हाम्रो स्कुटीमा चाहिँ अगाडि त के राख्दैछन्। ल अनि औषधि चाहिँ यतिको आएको छ। औषधि यहाँ छ 1000 रुपिस होइन त। ल अब हामी फर्किन्छौँ। तपाईँहरूको गाउँमा पनि कोही व्यक्ति गाउँघरमा या त सिटीमा जहाँ भए पनि सो कोही न कोही व्यक्ति चाहिँ यस्तो हुन्छ कि जो चाहिँ सोसाइटीको लागि केही गरौँ भन्ने हुन्छ नि त। सो गाउँमा चाहिँ मेरो बाबा हुनुहुन्छ। सो सहरमा मेरो दाइहरू छ है। अब जस्तो कि दाइको चाहिँ अस्ति भर्खर अपरेसन गरेको नि त यसो साइडमा। अनि त्यसपछि त्यो अलि सधैँ नै भए होइन। दाइलाई त्यसको पर्वा छैन क्या। यताउता होइन त्यो बनाउनतिर लागिरहेछ। म देखाउँछु तपाईँहरूलाई पहिला। ल पुरै यहाँ धोइरहेछन्। अनि त्यहाँ नानीले हेल्प गरिदिइरहेछन् कि यहाँ बढार्न ओर्न चाहिँ। नानीहरूको पुरा ठुलो हात छ। अनि बुढा चाहिँ त्यहाँ छ नि त। ओ विजय सरकार कस्तो फिल भइरह? आमा सो थ्याङ्कफुल है सानो नानीहरूलाई चाहिँ के पुरै त्यहाँदेखि यहाँसम्म पुरै सफा भइसक्यो क्या। आमा साह्रै मेहनती साह्रै। मम्मीले गर भन्ने भए त लौरे हान्थ्यो होला। गर्दिन भन्थ्यो होला हो। ओ दिव्यानी ल अनि पुरै सरसफाइ चलिरहेछ यसरी। सो अनि म चाहिँ यता काम गर्दैछु हाम्रो बेकरीमा पुरै लाइट लगाइदिउँ यहाँ। अनि म चाहिँ पुरै यहाँ पुरा मस्त स्पन्ज घोल्दैछु। अनि टक्क यता यस्तो छ। मैले चाहिँ यतिखेर चाहिँ के भन्न खोजेको भने जस्तो समाजसेवा गर्ने मान्छेलाई कसैले रोक्न सक्दैन क्या। सो जसरी पनि त्यो मनले चाहिसकेपछि गर्दो रहेछ क्या मान्छेले। सो त्यही कुरा चाहिँ भन्नु थियो क्या तपाईँहरूलाई। अनि आज चाहिँ हाम्रो दाइको चाहिँ खासै अपरेसन पनि भएन। के भन्छ अपरेसन होइन। सो ड्रेसिङ भनौँ न। ड्रेसिङ चाहिँ भएन किनभने आज नहुँदो रहेछ। अब भोलि सन्डे पनि हुँदैन। पर्सि मन्डेदेखि चाहिँ हुने कुरा छ। अनि मन्डेदेखि सो मेबी हुन्छ होला। हामी जस्तो युथलाई चाहिँ के हुँदो रहेछ भने त्यतिकै यो हामीलाई मात्रै चाहिने होइन नि त होइन। अरूलाई पनि चाहिने हो। सो अरूले पनि गर्नु पर्थ्यो जस्तो लागिरह होइन। अरू चाहिँ त्यत्तिकै हेरेर बसिरहेछन् कि त्यो त सोसाइटी त हाम्रो मात्रै होइन नि त। सो एज हाम्रो त पर्मानेन्ट सोसाइटी पनि होइन। सो अनि अरू चाहिँ मजाले हेरिरहेछन्। अनि हामीले चाहिँ पुरै गर्नु परिरहेछ होइन। हामीले भनौँ के भन्नु होइन। म त नगर्नु नै भनेको दाइलाई पनि। सो दाइले चाहिँ गरिरहेछ। ल अनि अब चाहिँ मेरो पालो होइन। ओइ कति सानो हो यो त। ल अनि मेरो पालो रे। सो दाइले सकिन भन्दैछ अहिले चाहिँ आएर। के हो सरकार कत्रो चिन्ता हो। देशको चिन्ता सोसाइटीको चिन्ता हाम्रो जाय अर्को सामना गरे। खै यहाँ हाल त मलाई हातमा हाल त। कुचोले यिनीहरूको पावरले पुगेन क्या यिनीहरूको। कहिले त म गर्छु समात्छु म ल भाइ उहिले हान हो भाइले हान्छ जस्तो है। अनि यो कुनै फन्ड्सबाट भएको होइन। अनि यो चाहिँ सबै हामीले आफैले गरेको होइन। अनि अब एक्ज्याक्टली हाम्रो पसल यहाँ छ। त्यसपछि हामीले पनि यहाँनिर चाहिँ सफा गर्नु चाहिँ हाम्रो एउटा कर्तव्य नै भनौँ होइन। बट म्याक्सिमम् मान्छे चाहिँ यताउता पैसा आइरहेको भन्ने सोचिरहेको हुन्छ। सो द्याट इज सो रङ। हामीले चाहिँ यदि श्रमदानै गरेको। सो अनि जय श्रमदान भन्ने गाइजले श्रमदान गरेर चाहिँ यहाँबाट यता पुरै गमले ठाउँ छोडिसक्यो। यत्तिकै बुढालाई पनि के गर्नु मन लाग्छ कि। अब फेरि यो पनि फेरि अब भोलि पर्सि मात्रै हुन्छ क्या यसको ड्रेसिङ पनि।
बुढाले पनि आज तनाव दिने भयो लास्टै गाह्रो भयो अब नगरौँ भने फेरि गर्नै मन लाग्यो है लास्टमा यो यत्रो घाउ भइदियो पनि श्रमदान हानिदिएको क्या किनकि अब सकेर पोहोरै पर्थ्यो अब सब घर भएका जति यहाँ पारेर हेर्ने आउनु मलाई आफ्नो यहाँ बेकरी अगाडि पोहोर भयो भने पुरै पोहोर आने जय श्रमदान भनेर अब सबैतिर एउटा श्रमदान चाहिँ अब सुरु भइसक्यो अब यसपालिको भोट चाहिँ माटोमै हो केटा हो सबैले होइन अनि यत्रो मान्छेले यो सटरको मान्छेले यता पनि योभन्दा उता पनि सटर छ होइन सो अनि यता भरिको अनि योभन्दा यताको मान्छेहरूलाई चाहिँ मतलब नहुँदा तपाईँलाई चाहिँ किन मतलब भएको हौ अब यहाँ हर्क साम्पाङको चेलो हर्क साम्पाङको जय श्रमदान भन्ने हो सरको हर्क साम्पाङ सरको फ्यान त्यही भनेर हो त्यही माटोमा भोट हाल्नुपर्छ भनेर क्या त्यस्तो यार म त अपरेसन गरेको कति 2 दिन पनि भएको छैन यार 2 दिन नि भएको छैन नि एक दिन भयो अपरेसन गरेको एक दिन जाने मैले हानिदिरहेको छु यसपालि चाहिँ हर्क साम्पाङ भयो यहाँ टक्क हर्क साम्पाङको माटोमा टक्क भोट हाल्नु है लगाइज अनि त्यतिखेरसम्म चाहिँ हाम्रो यो पाकिरहेको थियो अनि चट्ट अनि अहिले यो बनिसकेपछि हेर्नु न कस्तो राम्रो देखियो नि अगाडि र अहिले हेर्नु यता बच्चाहरूलाई फेरि यो खेल्न पनि मजा आइरहेछ सो पहिला चाहिँ यिनीहरूले उता पर मात्रै खेल्थ्यो किनभने उता मात्रै सफा थियो नि त सो त्यहाँदेखि यताको साइड कसैले सफा गरेको थिएन अनि यो साइड चाहिँ हामी 2 भाइ भएर सफा गऱ्यौँ अनि एउटा नानी छ यहाँ पल्लो सटरको सो उसले र हामीले क्या सो अनि बच्चाहरूमा चाहिँ त्यो कन्सेप्ट भइसक्यो कि ओहो सरसफाइ गर्नुपर्छ आफ्नो सोसाइटीले आफूले सोच्नुपर्छ भनेर तर ठुलो मान्छेहरूलाई चाहिँ त्यो सोच किन नआएको होला क्या सो यो काठमाडौँ बिगारेको चाहिँ गाउँले हो भन्छ होइन तर यो सिटीमा घर हुने मान्छेले गर्दाखेरि चाहिँ काठमाडौँ बिग्रे जस्तो लाग्छ क्या मेरो पर्सनल थिङ चाहिँ है किनभने यो अलिकति यार हामी गाउँबाट आएको मान्छेलाई चाहिँ फोहोर फिल हुन्छ हटाउनुपर्छ सफा गर्नुपर्छ भन्ने फिल हुन्छ तर एउटा सिटीमा बसिसकेपछि त घर चाहिँ हुन्छ पानी उनीहरूकै हातमा हुन्छ सबै हुन्छ नि त सो अनि हाम्रो चाहिँ हातमा पानी छैन तर पनि हामीले त गऱ्यो नि त किनभने यो मन हो क्या मान्छेको मन हुनु पऱ्यो क्या त्यो मन भएपछि जे पनि हुन्छ नि त त्यही भएर चाहिँ उनीहरूसँग मन पैसा छ मन चाहिँ छैन सो हामीसँग मन चाहिँ छ पैसा चाहिँ छैन क्या